अब त्यसको बवाल छँदैछ। हेरौँ है टेस्ट एउटा कतिको धकाल्छ यति टाढाबाट। हेलो एन्ड वेलकम छ तपाईँहरूलाई मेरो च्यानल जस्ताको त्यस्तैमा। र मेरो च्यानलमा तपाईँ देख्न सक्नुहुनेछ हरेक प्रडक्टहरूको रिभ्यू होला। मेन प्रडक्ट चाहिँ यो हो, अरू पनि छ मसँग धेरै प्रडक्ट, तर अहिलेको लागि यो हो। यो चाहिँ छ के होला गेस गर्नुहोस् त, के हो यो? ओके, यो चाहिँ वायरलेस ब्लोअर मेसिन हो है, ब्लोअर मेसिन। यसमा दुईटा ब्याट्री छ, यसमा एउटा सिंगल ब्याट्रीवाला पनि आउँछ, अप्सनहरू धेरै छ। र आज म यसको रिभ्यू गर्ने दिनेछु र यो तपाईँहरू पैसा खर्च गर्न लायक छ कि छैन यसको पनि म तपाईँलाई खबर गर्छु है त। ट्राइपड र समात्ने मान्छे नभएको कारणले गर्दा म आफैले गर्दैछु। एनिवे, सो यो ब्लोअर मेसिन, यसको ब्याट्री छ 48 भोल्ट एफ लिथियम आयन। मलाई थाहा छैन यसको पावर कति टिक्छ के टिक्छ, म चेक गरेर म तपाईँलाई खबर गर्छु डेफिनेटली। ब्याट्री जोड्दैछु है, म क्लिक गर्छ, सुरु गरौँ, गरौँ गरौँ, पावर देखाउँछ है। पावर छ है। अब म सफा गरेर देखाउँछु तपाईँलाई, लाज लागेको ओके ल, टेस्ट बढ्दै गयो है। आफ्नै ब्याट्री ढल्न सक्छ जानेले, झन्डै खस्यो यार, बचाउनु पर्छ। ओके, म लाजलाई पचाएर म के गर्नेवाला छु। हुनु त बवाल उडायो यार यसले, बस हेरौँ है। सफा पार्यो यार, तिम्रो चाहिँ बवाल उड्दो रहेछ, तर जेस बवाल पार्यो। डेफिनेटली वर्थ इट छ र तपाईँहरूलाई पनि लिनुहोस् है भन्ने म तपाईँलाई सजेसन दिन्छु। मेरो यो कुच्चो धुलो मात्र उडाउने नभएर अर्को प्लान के छ भन्दाखेरि बाइक वास गरिसकेपछि पानी त्यो दाग बस्छ नि त, यसले उडाएर पानीको दाग नबस्ने गरेर युज गर्ने प्लान गरेको छु। जस्तै नाम त्यस्तै काम, एकदम वर्थ इट छ मेरो विचारमा। र यो सरसफाइको लागि मात्र नभएर बाइकहरू पनि सरसफाइ गर्नुहुन्छ भइसक्यो। सो तपाईँ पनि आफ्नो समय बचाउन चाहनुहुन्छ भने डेफिनेटली सोच्दा हुन्छ। र यदि तपाईँलाई यो कन्टेन्ट राम्रो लाग्यो भने डेफिनेटली लाइक र सब्सक्राइब गरिदिनु होला, त्यसले गर्दा मलाई प्रोत्साहन हुन्छ। थ्याङ्क यू एन्ड ह्याभ अ ग्रेट डे अर नाइट।